युएसबाट नाम आउने साथीले तपाईलाई नेवारी खाजा खान लान्छ। मलाई यो नेवारहरूको एउटा कुरा चाहिँ अचम्मै लाग्छ भने महिनामा एकचोटि भइ नै रहेको हुन्छ, जात्रा भन्यो यताउति भन्यो, त्यही पनि बाहिर घुम्न जाँदाखेरि नेवारी खाजा खाने ठाउँ देख्यो भने नाइ भन्नै नसकिने भने। नेवारी खाजा यति मिठो हुन्छ नि, म आफै नेवार हो अनि मलाई यस्तो फिल हुन्छ कि आज लबिङतिर घुम्न जाँदा नयाँ नेवारी खाजा खाने ठाउँ खुलेछ भनेर थाहा पाएपछि म त त्यतैतिर लागे। अनि 4-5 मिनट नेवारी बस्ती हुँदै हिँडेपछि पुच्चो स्टेसन पुगिहाल्यो नि। अनि यहाँ त यो बिग समय बजी सेट पाइन्दो रहेछ। मैले 1500 को यो सेट त मगाइहाले। यो सेटमा सुकुटी साँधेको बफ कबाब, आलु तामा, अचार, साग, आलु साँधेको, बफ छोएला, अन्डा बारा, बोडी, अदुवा भटमास, माछा अथवा चिकनको छोएला, स्यालेड र चिउरा आउँछ। पैसा वसुल सेट र खानेकुरा नि पुरै अथेन्टिक टेस्ट। स्मल समय बजीको पनि अप्सन छ है यता। अनि नेवारी खाजामा मैले चटामरी छोड्थे होला त, चटामरी, यमरी, अन्डाव र सपुमिचा नि मस्त खाएँ मैले त। डिफ्रेन्ट फ्लेभर्स वाला एला नि पाउँदो रहेछ, होममेड। एउटा त नर्मल एला भइ नै हाल्यो, अरु पान, लाली गुराँस, जडीबुटी र बेलपत्र युज गरेर नेचुरली बनाइएको। नेवारी आर्किटेक्चरमा बनेको यो घरमा बसेर मस्त अथेन्टिक नेवारी खाजा खानु त स्वर्ग नै हो नि। पुल्चोक स्थित ऐतिहासिक श्री खड्गयोगिनी मन्दिरको छेउमा रहेको छ यो ठाउँ। यहाँ बसेर खाँदा त साच्चीकै नेवारी भोइ नै खाए जस्तो लाग्छ। इन्डोर र टेरेस भ्यू त्यस्तै खालको छ कि पुल्चोकतिर हुँदा नेवारी खाजा खान यतै जानु होला है त। अनि फलो फर मोर खानेकुरा।